कस्तो स्लिप खाइदियो यार यहीँ गइछ यत्रो बाङ्गे छ यहाँ हेर्नु नि यहाँ छोडेर होल्डिङै छोडेर हिँडिसकेछ ए गियर बक्सको उनी गइदियो पहिला सबै बालुवा भएको थियो यो रिसोर्ट चाहिँ देख्न सक्नुहुन्छ है अनि सुनको यता छौ गाह्रो हामी चाहिँ यहाँ मन्दिरमा छौँ सेती देवी माता मन्दिरमा छौँ हामी चाहिँ यहाँ आएर साथीहरू है हामी चाहिँ यहाँ सिन्धुलीगढी आएको छौँ भने देख्नुहुन्छ सिन्धुलीगढी भद्रकाली मन्दिर देख्नुहुन्छ सिन्धुलीगढी युद्ध यो चाहिँ सिन्धुलीगढी युद्ध देख्नुहुन्छ भने यो चाहिँ सिन्धुलीगढी युद्धमा त्यहाँ चाहिँ आजको कमाल हो यो चाहिँ हामी चाहिँ फेर्दैछौँ मेरो अङ्कलले फेरिनु हुँदैछ गियर चेन्ज गर्ने नि उड्दिरह्यो भने पहिला पनि यहीँ बनाएर गएको थियो नि यहाँ त दाइ हुनुहुन्थ्यो एउटा यसलाई सात घन्टा लग्दा आउँदा खाइ ये पुलर खाना बड़ी दूर है यार खाना बड़ी दूर है अनि से खाना बड़ी दूर है जाते दो गाउँले है घटपला किन्न राम्ररी बनाइदिनु है इलाम खानु पर्ने यो चाहिँ भात चाहिँ हाम्रो चाहिँ साथीहरू लिन सक्नुहुन्छ भरे हेर्नु होला खतम भइहाल्यो नि यहाँ अङ्कलले नयाँ हालिदिनु लाग्नु भएको छ हाम्रो जोजोले देख्न सक्नुहुन्छ यहाँ फेरि यो त नि सिस्टमै अर्को खाएको येल्लो कलर यस्तो चेकिङमा फेरि चाहिँ यहाँको चाहिँ समकको बारेर यहाँनिर चाहिँ फेरि चाहिँ तनाव भइहाल्यो नि यार यो चाहिँ यसको छ नि स्पिरिङ यो चाहिँ यसरी नअड्ने भएको यसले खास धेरै काम गर्थ्यो यसरी भाँच्यो यस्तो भइदियो क्या त्यस्तो साह्रो छैन त जग्गा लेगाड हेर्नु बाङ्गेर कहाँ गयो दसरी लेगाड माथि सरिया छ साथीहरू ल है त यस्तो नि हुन्छ पारामा पुरै ग्रुप ननिक्लेर निकालिदिनु भने बेला निक्लिन्थ्यो होला होइन त्यस्तोतिर अलिक क्याप्पा केही हानेर निकाल्नुपर्छ क्या है त हुन्थ्यो अलिकति सरेन अना भयो नि माल पानी चाहिँ निक्लिसकेको छ है देख्नु सक्नु ए कस्तो स्लिप खाइदियो यार यहीँ गइछ यत्रो बाङ्गे छ यहाँ हेर्नु नि यहाँ छोडेर होल्डिङै छोडेर हिँडिसकेछ ए होइन दसरी तना भयो नि त हेर त ए ओरिजिनल जस्तो त कहाँ हुन्छ त डुप्लिकेट यो त ओरिजिनल होइन अनि डुप्लिकेट कस्तो ल्याम्मै साथीहरू है गियर बक्सको उनी गइदियो यहाँनिर यो गयो क्या हाम्रो चाहिँ ट्याक्क लाएर हेर्नु यस्तो हुनु पर्ने ठाउँमा अब अहिले लोकल हेर्दैछौँ हामी माल कस्तो छ हेरौँ कस्तो खालको एनएक्स त एनएक्स 200 एनएक्सै लेखेको अड्काउने यो यस्तो रहेछ यार माल त ल कहाँको राइड हो यहाँ त राइडहरू आउनु भएको रहेछ तर अस्ति कहाँ भेट्यो जस्तो लाग्यो यार सुटिङ टप बोकेर दियो यार पुरै हिँडिरहेको यार यसमा चाहिँ भिडियो बनाउनु त एकछिन म बाइक कुदाउँछु राइडहरू एकछिन होइन बनाउनु मोबाइल बनायो भने अर्कै हुन्छ क्या भिडियो यसलाई काटेर बनाउँछ पछाडि गाडी आउँछ गाडी कहाँसम्मको हो उनीहरू यार कहाँसम्मको राइड हो कहाँसम्मको कहाँसम्मको
घुम्ने हो काठमाडौँ कताबाट आउनुभयो सिक्किमबाट बाई 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 खतरा सुपर बाइक लिएर र साथीहरू फाइनली हामी चाहिँ मुलकोट आइसकेका छौँ देख्न सक्नुहुन्छ है यहाँनिर सुनकोसी तल देख्नुहुन्छ रिसोर्ट त्यहाँनिर पुरै यो चाहिँ पहिला सबै बालुवा भएको थियो यो रिसोर्ट चाहिँ देख्न सक्नुहुन्छ है अनि सुनकोसी यता चाहिँ साइडमा बगिरहेछ भने बाटोमा गाडीहरू बुन्नु देख्नु आइरहेछ उता बाइकहरू सर लाएर है गाह्रो छ गाह्रो देख्नु हामी चाहिँ यहाँ मन्दिरमा छौँ है सेतीदेवी माता मन्दिरमा छौँ हामी चाहिँ यहाँ आएर बिसाएको छौँ देख्नुहुन्छ ट्याक्क लाएर भने भ्यू पनि दामी आएको छ यहाँनिर च्याट्टा लाएर है यो डाँडा काँडा हेर्नु सक्नुहुन्छ है अलिक पोल्युसन बढेको जस्तो छ है तलतिर हेर्नुहुन्छ हजुर राज दाइ त्यो झुरुम सुन्दरीले बनाएको घर भनेको हो कि क्या तलतिरको ए उता सिन्धुलीबाट उहाँ त उता ऊ यस्तै त बना खाने सेम यहाँ तलको टहराएको जस्तो हेर्नु न यस्तो चाहिँ साथीहरू है दामी आएको छ भ्यू चाहिँ रोड यताबाट पख्ने रोड यस्तो भएर यस्तो दामी छ है ल आजको चाहिँ भ्लग यस्तै छ है अब हाल्नेछु सबैलाई देख्नुहुन्छ है हामी यहाँ छ भने दाइ यहाँ बसिरहेको छ बाइक चाहिँ हाम्रो उहाँ पर छ आज अलिक जय श्री सेतीदेवी माता यो चाहिँ भाइ चाहिँ म टिका लाउन गएको छ बस पनि मिल्दैन बाइक यता म खाइछ खाइछ भयो खतरा भ्यू आउँदो रहेछ त्यही खुरकोट सुनकोसीमा माछा छ कि छैन जुम गरेर हेर्नुपर्छ क्या
रातो माटे बजार फाइनली गाइज हामी चाहिँ सिन्धुली आइसकेका छौँ हजुर ए त हो नि सिन्धुली यहाँनिर बजार हामी आइसकेको छौँ यतातिर फाटुमा पर देख्नुहुन्छ हामी सिन्धुलीमा ट्याक्क लाएर गरेर आइसकेका छौँ देखिसक्नुहुन्छ सबै कुराहरू यहाँ चाहिँ बनाएको छ तपाईँलाई चाहिँ मैले पुरा डलरी राखेको होइन यो पढेमा पर्छ होला है यो के पार्छ म त खासै याद गरेको छैन धुलीखेल 105 किलोमिटर सिन्धुली गढी एघार आएर यहाँनिर चाहिँ हामीले देख्यौँ त्यो दाइहरू के गर्नु हो सिन्धुली गढी फोटो नखिच्ने यहाँ त्यहाँ लाएर हामी फोटो पनि खिच्छौँ है त साथीहरू हामी चाहिँ हिँड्नु चाहिँ सधैँ हिँडिराखेको खासै भिडियोहरू बनाएको थिएन वीर योद्धाहरू देख्नुहुन्छ है यहाँनिर चाहिँ पुरा के पुरा यहाँनिर होला नि घोडा खुम्च्याउँदाखेरि दुख्छ नि त ट्याक्क लाएर युद्धहरू लडिराखेको देख्न सक्नुहुन्छ गाडी यहाँ चाहिँ तर कृपया छुन मनाइ छ साथीहरू हामी चाहिँ सिन्धुली गढी आएर चाहिँ हामी भिडियो सिडियो ट्याक्क लाएर बनाएर छौँ देख्न सक्नुहुन्छ गढीमा हामी चाहिँ घुम्नु आएको भन्दा पनि हामी चाहिँ घरतिर लागेको त्यही पनि भिडियो बनाउँदै यहाँ चाहिँ सिन्धुली गढी देख्नु वहाँनिर चाहिँ तपाईँहरूले हुन्छ यहाँनिर सिन्धुली गढी अरे यो चाहिँ कता छ हेर्नु त्यही सिन्धुली गढी चाहिँ यस्तो छ भनेर यहाँनिर पिक्चरमा देखाएको छ यहाँनिर भद्रकाली मन्दिर सिन्धुली युद्ध सिन्धुली गढीको युद्ध देख्नुहुन्छ यहाँनिर पुरै है गढी दरबार रहेछ यहाँ चाहिँ सबै कुराहरू यहाँ देखाइरहेको छ भने तपाईँहरूले यहाँनिर देख्नुहुन्छ यहाँ चाहिँ युद्ध अङ्ग्रेज र नेपालीको चाहिँ यहाँ चाहिँ यो त खुकुरीले काटिरहेको देख्न सक्नुहुन्छ ट्याक्क लाएर हजुर हो त यो अङ्ग्रेज र उको युद्ध हौ देखाएको यो ट्याक्क लडिरहेको यहाँ देख्न सक्नुहुन्छ भने यहाँनिर त घुल यात्रा भन्दैन त यसलाई घुल यात्रालाई नपाएर हानेको देखाइरहेको छ यहाँ पहिला थिएन नि यो त भर्खर बनायो क्या ट्याक्क लाएर देख्नु ल त साथीहरू यस्तै छ साथीहरू है हामी चाहिँ यहाँ सिन्धुली गढी आएको छौँ भने देख्नुहुन्छ यो चाहिँ सिन्धुली गढी यो चाहिँ गढी ठाउँ यो चाहिँ देख्नुहुन्छ भने यतातिर चाहिँ भद्रकाली मन्दिर टक्क लाएर छ भने भद्रकाली मन्दिर छ है यसलाई सबै कुराहरू चाहिँ यहाँनिर सबै देखाएको छ भने यतातिर पुरै सिन्धुली गढी भद्रकाली मन्दिर देख्नुहुन्छ सिन्धुली गढी युद्ध यो चाहिँ सिन्धुली गढी युद्ध देख्नुहुन्छ भने यो चाहिँ सिन्धुली गढी युद्धमा चाहिँ यहाँ चाहिँ के गरे होइन सबै देखाएर होइन भइरहेको गुलिले समेत हानिरहेको गुलिले तोपले धनुषले यहाँ नानी बोकेर पनि युद्ध गरेको देख्नुहुन्छ यहाँनिर चाहिँ आमा पनि लड्न आएको छ आफ्नो देशको लागि देख्नुहुन्छ पुरै भिडेर आएको छ भने यो चाहिँ गढी दरबार यो गढी दरबार सबै यहाँनिर देख्छ भने यहाँ चाहिँ वीर योद्धाहरूको यहाँनिर टक्क लाएर देखाएको छ भने देख्नुहुन्छ देख्न सक्नुहुन्छ है यो चाहिँ वीर योद्धाहरू कमलामाई मन्दिर
मन्दिर पनि देख्न सक्नुहुन्छ मन्दिर पनि दामी बनाएको छ तर यहाँ चाहिँ घामले अलिक टल्केर कस्तो कस्तो देखेको छ तर राम्रो छ यहाँ सबैभन्दा मलाई राम्रो आर्ट्स लागेको चाहिँ रियालिटीमा चाहिँ रुख जङ्गलहरू सबै देखाएको चाहिँ यो चाहिँ खतरा छ पौवागढी युद्ध चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ पुरै यहाँनिर चाहिँ अङ्ग्रेजहरूसँग चाहिँ लडिरहेको यहाँ चाहिँ बारे देखाएको छ पौवागढीमा जङ्गलहरू पनि दामी बनाएर देखाएको छ देख्नुहुन्छ म तपाईँहरूलाई हल्का जुम गरेर देखाउँछु कस्तो दामी बनाएको छ है यही त यहाँ सिन्धुली गढीको चाहिँ जस यहाँ पहिला त थिएन अहिले चाहिँ भर्खर बनायो ट्याक्क लाएर आजको भिडियो चाहिँ यति नै साथीहरू हामी चाहिँ घर जाँदैछौँ हाम्रो बाइकहरू उहाँ छ